Hey guys, welcome back to my YouTube channel. I hope म पनि सन्चै छु जस तपाई पनि सन्चै आरामै हुनुहुन्छ होला गाइज। आज हामी यता तल भेरीतिर जाँदै छौं हैन, यसो गएर अब पानी खेलौं कि भनेको अब के कस्तो हुन्छ हैन। जाँदै छौं हिँड्दै छौं, एउटा यहाँ त यतातिर छ हैन गाइज हैन। सो त्यही नै हैन, चिल पारामा हिँड्दै छौं टक्क लाएर। जानु पर्ने चाहिँ त्यहाँ तल लाम्बा गरेर छ अहिले हैन। टक्क लाएर हिँड्दै छौं गाइज अब रोडतिर हैन। यस्तै चाहिँ स्थिति बस्ने यतातिर हैन। त्यही हो गाइज हैन, अब तलतिर जाँदै छु हैन। गएर टक्क लाएर अहिले देखाउँछु तपाईलाई अरू तिर आइसक्यो हैन। टक्क लाएर आज भेरतिर जाउँ कि भनेको हैन। यस्तै छ स्थिति हैन लेसी गाइज। सो त्यही नै हो सररड माडे भएर गाडीमा बसिरहेछ हैन जाम हैन। टक्क लाएर लेसी गाइज हैन। दामीसँग चिल पारामा हैन गाइज, दामीसँग धप्प भोलि 6 बजे त्यस्तो गाइज। ल हैन त्यही न गाइज, भल हेर्दै गरौँ। सो गाइज हामी गाडीसँग हैन टक्क लाएर गाडीमा जाँदैछु हैन। सो गाइज अहिले चाहिँ हामी यतातिर आइसक्यौँ हैन। टक्क लाएर आज यता भेरतिर हैन टक्क लाएर पानी खेल्नु भनेको पछाडितिर पनि ट्र्याक्टर आउँदैछ हैन। हामी अगाडि हिँड्दैछौँ टक्क लाएर दामीसँग धप्पसँग गाइज। यस्तै छ स्थिति गाइज हैन। टक्क लाएर यता भ्लग बनाउँदैछु म चाहिँ, अरू आउँदैछु यसरी। होस् केटाहरू चिल पारामा छन् कि गाइज हैन। त्यो दामी हैन, कपडा जोबाल्दो भीमे है। सो त्यही नै हो गाइज हैन। केटाहरूले बाल्दो हाल्ने भन्छन्, हामी पनि हालिदिउँ कि भनेको छौँ गएर टक्क लाएर हैन। यस्तै हो स्थिति गाइज। त्यही हो भ्लगलाई भने साथ सपोर्ट भने चाहिँ गर्नु पर्यो हैन। दामीसँग गाइज हैन, ठाउँ दामी छ। केटो यहाँ छ हैन चिल पारामा हैन। के छ केटा अरू हाल खबर? एकदम ठिक छ। ल गाइज हैन, केटोले चाहिँ बाल्दो कति जगाउनु रहेछ हेर्नुपर्छ है। सो गाइज हैन, म चाहिँ बाल्दो जगाउँदै छैन। केटाहरूले जगाइदियो भने रासन जगाउँछु। खै भीम यता सक्यो भल भन्ने जगाउँदैछु हैन। कोट हेर्न सक्नुहुन्छ, बाल्दो त हाल्नु पर्यो हैन, तर हालै कस्तो छैन। अलि ठुलो स्वरमा बोल्न टोले पछाडि भएछ नि आइन्छ क्या यार टोली यार, बाल्दो दिइरहेको छु टोली यार। सो गाइज म चाहिँ बाल्दो जगाउँदै छैन। फाल टोले गठन फल्ला यार हो घन माथि घना हुने चाहिँ हो बोला केलो मासिक्नेहरू यत्ते यार बीचमा क्या मंदन माटो यार घंटा पाल्ला गयो त गाइज हैन, म गाडी चलाउँदैछु फर्स्ट टाइम हैन। त्यही हो हैन, साथ सपोर्ट गर्नु पर्यो यार। भ्लगलाई गेडा जस्तो भइरहेछ भ्लग यार। गेडा भ्लगको नाले क्या। सो गाइज हैन, यहाँ चलाइरहेछ क्या एउटामा गोजेटीले गाइज। चलो गाइज चलाइरहेछ। टोले बिस्तारै हिँड्न। सो गाइज गाडी चाहिँ हल्का हल्का चलाउन सिक्यो हैन। टक्क लाएर पछाडिबाट आउँदैछ केटोले गाडी चाहिँ ल्याएर हैन। हल्का हल्का सिक्यो जोस्, खासै पनि सिकेन। आउँदैछ तलबाट दामीसँग हैन, धप्पसँग दामी के। सो त्यही नै त गाइज हैन, दामीसँग भइरहेछ। आयो गाडी पनि सिक्न पाइएछ, केही छैन। यस्तै छ स्थिति। लाइट बाली राख टोले, फोकस गर है त्यसलाई। जा दामीसँग गाइस।
त्यही न स्थिति गाइज हामी चाहिँ यस्तै आफै यो चाहिँ यहाँ जारी खोलाको पुल हो होइन धानसँगै पुल बनेको पनि भर्खर भइरहेछ खासै त भइराखेन होइन यस्तै छ स्थिति यतातिरको होइन टक्क लगाएर अर्को माडे चाहिँ चाहिँ तलबाट आउँदैछ माडे भाइले के गर्दैछ ल त्यही नै हो गाइज होइन यस्तै छ स्थिति होइन हेर्न सक्नुहुन्छ यहाँको भिड होइन गाइज होइन यस्तै छ रात पर्न लागिसक्यो होइन हामी टक्क लगाएर यतातिर आइसक्यो होइन यस्तै हो होइन स्थिति होइन के छ र गाइज होइन टक्क लगाएर आज तल भेरीतिर गयो होइन कति घरतिर बस्नु भनेर सो त्यही नै गाइज होइन भिडियो राम्रो नराम्रो लागेमा कस्तो लाग्यो होइन त्यही हो होइन त्यही न होइन सल्लाह सुझाव दिनु होला होइन भिडियो मन परेमा होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइज योभन्दा अर्को राम्रो न्यू खतरेली भिडियो ल्याएर आउने प्रयास गर्नेछु होइन त्यही न होइन तपाईँको माया साथ सपोर्टले त्यही न गाइज थ्याङ्क्स फर वाचिङ हस् त बाई